नमस्कार अनि हार्दिक स्वागत छ सम्पूर्ण दर्शकवृन्दलाई। आफ्नै सासू आमालाई भिरबाट धकेलेर मारियो अनि त्यो जघन्य हत्याको दोष ढाकछोप गर्न एउटा सोझो मान्छेलाई जेल हालियो। के पैसा र षड्यन्त्रको बलमा अपराध सधैँ लुकिरहन्छ त? पटक्कै लुक्दैन। कान्छीको भाग 321ले आज यही कुरा प्रमाणित गरिदिएको छ। आजको भाग हेर्दा तपाईँको आङ सिरिङ्ग हुनेछ, आँखा रसाउनेछन् र मनभित्र एउटा छुट्टै आक्रोश र खुसीको ज्वालामुखी विस्फोट हुनेछ। एकातिर जेल परेका निर्दोष सागर ससम्मान रिहा भएका छन् भने अर्कोतिर आफ्ना सासूको हत्यारा बुहारीहरूको कानुनी फन्दा कसिँदैछ। उता अर्कोतिर जेठी श्रीमतीलाई धोका दिएर कान्छी ल्याउने श्रीमानलाई आफ्नै बुवाले घर जग्गाबाट बेदखल गरेर सडकमा पुर्याइदिएका छन्। आजको भाग केवल एउटा नाटक मात्र रहेन साथीहरू, यो त सत्य र असत्य बीचको एउटा भीषण महासंग्राम बनेको छ। यदि तपाईँले आजको भाग छुटाउनु भएको छ वा यसको भित्री रहस्य बुझ्न चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। आज हामी भाग 321 को पल पलको विश्लेषण र आगामी डरलाग्दो मोडको पर्दाफास गर्नेछौँ। आजको कथाको सुरुवात एउटा अति नै मार्मिक र भावुक प्रसङ्गबाट हुन्छ, जहाँ नारीको सहनशीलता र धरती जस्तै थिचिएर पनि मुस्कुराउन सक्ने क्षमताको वर्णन गरिएको छ। तर जब अत्याचारको सीमा नाग्छ तब त्यही सहनशीलता आगोको ज्वाला बनेर निस्किन्छ। आजको भागमा ठ्याक्कै त्यस्तै भएको छ। दृश्यको सुरुवात जब कान्छी बहिनी र उनका श्रीमान सागर नाटकीय रूपमा घरमा प्रवेश गर्छन्, त्यहाँ उपस्थित अपराधी दिदी बहिनीको सातो जान्छ। सागरलाई जेल चढाउने र आफ्नो बाटो सफा गर्ने सपना देखेका उनीहरूका अगाडि जब सागर जिउँदै उभिन्छन्, उनीहरू छाँगाबाट खसेझैँ हुन्छन्। कान्छी बहिनीले त्यहाँ गएर जुन गर्जन गरिन् त्यसले दर्शकको मन पक्कै पनि हलुका बनाएको हुनुपर्छ। कान्छी बहिनीले स्पष्ट शब्दमा भनिन् कि असत्यको सहारा लिएर सत्यलाई हराउन खोज्नेहरूका अगाडि ढिलो चाँडो सत्यकै जित हुन्छ। यस भागको सबैभन्दा ठुलो र डरलाग्दो पर्दाफास भनेको सासू आमाको हत्याको रहस्य हो। अहिलेसम्म गाउँमा सासू आमा दाउरा खोज्न जाँदा भिरबाट लडेर मरेको भन्ने भ्रम फैलाइएको थियो। तर आज कान्छी बहिनीले त्यो भ्रमको धज्जी उडाइदिएकी छिन्। ठुलो दाइलाई आफ्नो पक्षमा पार्न र सागरलाई फसाउने योजनामा कुनै बाधा नपुगोस् भनेर आमा बिरामी भएको बहाना बनाइयो अनि मान्छेलाई पैसा खुवाएर योजनाबद्ध रूपमा आफ्नै सासू आमालाई भिरबाट धकेलेर हत्या गरियो। एउटी वृद्धा जसले आफ्नो छोरालाई जन्म दिइन्, उनैलाई पैसाको लोभमा मार्न लगाउने ती बुहारीहरूको क्रूरता देख्दा कसको मन नरोला। कान्छी बहिनीले उनीहरूलाई सिधै चेतावनी दिएकी छन् कि पहिले त भिडियो फुटाएर प्रमाण नष्ट गरेका थियौ, तर यसपटक मेरो श्रीमान मेरो साथमा हुनुहुन्छ र प्रमाण पनि सुरक्षित छ। अब तिमीहरू कानुनको नजरबाट कुनै पनि हालतमा उम्कन पाउने छैनौ। सिरियलमा यो गम्भीर र अपराधपूर्ण वातावरण चलिरहँदा अर्कोतर्फ भने दर्शकलाई सोच्न र हाँस्न बाध्य पार्ने एउटा सामाजिक व्यङ्ग्य प्रस्तुत गरिएको छ। त्यो हो बहुविवाह र अवैध सम्बन्धको बिजोग। जेठी श्रीमती हड्डी कुमारी र साना साना बाल बच्चालाई गाउँमा छाडेर सहरमा कान्छी श्रीमती चण्डिकेसँग मोजमस्ती गर्न आएका श्रीमानहरूको हालत अहिले हेर्न लायक बनेको छ। सुत्केरी भएकी कान्छी श्रीमतीलाई तेल मालिस गरिदिँदा पनि गाली खान परेको छ। न त सहरमा सोचे जस्तो पैसा कमाउन सकियो, न त घरमा शान्ति भयो। क्षणिक शारीरिक सुख र कान्छी श्रीमतीको लोभमा पर्दा एउटा पुरुष कसरी दलदलमा फस्छ भन्ने उदाहरण यहाँ
देखाइएको छ। तर कथाले त्यति बेला उग्र रूप लिन्छ जब वृद्ध बुवा र जेठी श्रीमती हड्डीकुमारी बाल बच्चा सहित सहरको त्यो कोठामा पुग्छन्। आफ्नै छोराले बुवाको झुटो कसम खाएर अर्कै केटीसँग बच्चा जन्माएर बसेको देख्दा वृद्ध बुवाको छाती फाट्छ। बुवाले छोरालाई प्रहार गरेको प्रत्येक शब्द र झापट समाजका ती गैर जिम्मेवार पुरुषहरूका लागि ठुलो झापट हो। बुवाले सिधै घोषणा गरिदिनु भयो कि आजदेखि तेरो बाउ मर्यो भनेर सम्झिस। बुवाले छोरालाई कुल घराना र सम्पत्तिबाट पूर्ण रूपमा बेदखल गरिदिनु भयो। गाउँमा भएको सम्पूर्ण जग्गा जमिन पीडित जेठी बुहारी र नाति नातिनाको नाममा गरिदिने र यो कुलङ्गार छोरालाई सडकको भिखारी बनाइदिने निर्णय बुवाले सुनाउनु भयो। अझ त्यो भन्दा पनि अगाडि बढेर बुवाले आफ्नो बुहारीलाई भन्नुभयो कि यदि तिमीलाई एक्लो जीवन बिताउन गाह्रो हुन्छ भने एउटा असल केटा खोजेर बिहे गर, म आफै तिम्रो बिहे गरिदिन्छु। नेपाली सिरियलहरूमा एउटा ससुरले बुहारीलाई यसरी छोराको अत्याचार विरुद्ध अधिकार दिनु र अर्को बिहेको स्वीकृति दिनु अत्यन्तै क्रान्तिकारी र स्वागतयोग्य सन्देश हो। उता गाउँको वातावरण भने अर्कै खुसियालीमा परिणत भएको छ। अदालतबाट सागर गौतम ससम्मान निर्दोष साबित भएर रिहा भएपछि सागरका ससुराले गाउँभरि लड्डु बाँध्दै हिँडेका छन्। ऊ बेला सागर जेल पर्दा उनीमाथि बलात्कार र हत्याराको झुटा आरोप लाग्दा ताली बजाउने र कुरा काट्ने छिमेकीहरूका अगाडि ससुराले डङ्का बजाएर लड्डु खुवाएका छन्। ओह्रालो लागेको मान्छे उकालो पनि चढ्न सक्छ भन्दै गाउँका डाँडामा पुगेर चिच्याउँदा गलत आरोप लगाउने विरोधीहरूले ती विरोधीहरूको मुखमा बुझो लागेको छ। यसले के देखाउँछ भने मान्छेलाई अप्ठ्यारो पर्दा खेदो खन्नेहरू सत्य बाहिर आएपछि कसरी कुना पस्छन्। कथाको अन्तिम र सबैभन्दा रोमाञ्चक मोड भनेको ठुलो दाइ र कान्छी बहिनी बीचको फोन संवाद हो। आफ्नी आमाको मृत्युको शोकमा टोलाएर बसिरहेका ठुला दाइलाई कान्छी बहिनीले फोन गरेर वास्तविक सत्य भनिदिन्छन्। आमाको मृत्यु प्राकृतिक वा दुर्घटना थिएन, त्यो त आफ्नै श्रीमती र साली मिलेर गराइएको योजनाबद्ध हत्या थियो भन्ने कुरा थाहा पाउँदा दाइ स्तब्ध हुन्छन्। कान्छी बहिनीसँग अपराधीहरूले आफ्नै अपराध स्वीकार गरेको डिजिटल अडियो र भिडियो रेकर्डिङ पनि सुरक्षित छ। कान्छीले दाइलाई तुरुन्तै प्रहरी चौकीमा गएर उजुरी दिन र आमाका हत्याराहरूलाई सजाय दिलाउन आग्रह गरेकी छिन्। यता आफ्नो अपराध बाहिर आएको र पुलिस आउने निश्चित भएपछि ती हत्यारा दिदी बहिनीहरू घरमा भएका गहना र पैसा बोकेर एकान्त ठाउँमा भाग्ने योजना बनाइरहेका छन्। समग्रमा भन्नुपर्दा कान्छीको भाग 321 अत्यन्तै उत्कर्षमा पुगेको छ। यस भागमा कलाकारहरूको अभिनय, विशेष गरी कान्छी बहिनीको आक्रोश, वृद्ध बुवाको कडा निर्णय र सागरको निर्दोषिताले दर्शकको मन छोएको छ। यसले समाजमा अपराध गर्नेहरू ढिलो चाँडो कानुनको कठघरामा पुग्छन् र परिवारलाई धोकेबाज पुरुषको पतन सुनिश्चित हुन्छ भन्ने गतिलो
सन्देश दिएको छ। अब प्रश्न उठ्छ, के ती हत्यारा दिदीबहिनीहरू पैसा र गहना बोकेर भाग्न सफल होलान्? के ठुला दाइले आफ्नै श्रीमतीलाई आमाको हत्याको अभियोगमा जेलमा पठाउलान्? अनि सडकमा पुगेको त्यो धोकेबाज श्रीमानको आगामी हकीकत के होला? यी सबै प्रश्नको उत्तर हामीलाई आगामी भागहरूमा मिल्नेछ। तपाईलाई आजको भाग 321 कस्तो लाग्यो? के बुवाले छोरालाई सम्पत्तिबाट बेदखल गरेर बुहारीलाई न्याय दिएको निर्णय तपाईलाई सही लाग्यो? आफ्नो विचार तल कमेन्ट बक्समा पक्का लेख्नुहोला। भिडियो मन पर्यो भने लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को नयाँ भागको रिभ्यू लिएर पुनः उपस्थित हुनेछौँ। त्यतिन्जेलका लागि बिदा दिनुहोस्। धन्यवाद।